आस्था र विश्वासको एउटा यस्तो गन्तव्य जहाँ जंगलको सन्नाटाभित्र हजारौंको प्रार्थना गुन्जिन्छ। यो हो चितवनको कसारा, जहाँ विक्रम बाबाको एउटा रुखमुनि मान्छेहरू आफ्नो भाग्य र भविष्य साट्न आउँछन्। मेला त कति लाग्छन् कति, तर यहाँको माहौल बेग्लै छ। कडा सुरक्षा बीच नेपाली सेना र प्रहरीको व्यवस्थापन, सरसफाइमा खटिएका हातहरू र निशुल्क स्वास्थ्य शिविर, यो दृश्यले भन्छ कि धर्म केवल पूजामा मात्र छैन, सेवामा पनि छ। कोही सन्तानको धोको लिएर त कोही रोगव्याधि निको हुने आशामा। थारू समुदायबाट सुरु भएको यो आस्था आज हरेक नेपाली साझा केन्द्र बनेको छ। ती वृद्ध आमाहरूको भजनमा नाचिरहेको हात बाँधिएको थुप्रै मनोकामनाहरू। राप्ती पुल तरेर जंगलको बाटो हिँड्दा लाग्छ हामी भगवान खोज्न होइन, आफूलाई चिन्न यहाँ आएका छौं। नरिवल फुट्दा निस्किने पानीसँगै मान्छेको पीडा पनि पखालिउन्। उडिरहेका परेवा जस्तै सबैको जीवनमा शान्ति छाओस्। पण्डितको हातमा त्यो रातो टीका केवल रङ मात्र होइन, यो त एउटा आशिष हो जुन बोकेर मान्छेहरू वर्षभरि शक्ति सञ्चय गर्छन्। म पनि त्यहाँ थिएँ, एउटा साधारण मान्छे असाधारण अनुभव लिएर। यो जंगल बोल्दैन, तर यसले सुन्छ। पानीमा पौडिने माछाले पनि अनुभव गरेको छ आज विक्रम बाबाको दिन हो भनेर। फर्किँदा बाटोमा हात्ती देखियो, विक्रम बाबाको वनको साक्षी। तर जब मेला सकिएर गेट बाहिर निस्किन्छौं तब एउटा फरक दृश्यले मन झस्काउँछ। सडक किनारमा लामबद्ध ती हातहरू, के यो बाध्यता हो कि धर्मको नाममा झाँगिएको नयाँ व्यवसाय? कतै हामीले भित्र ढुङ्गालाई पुज्दै बाहिरका जिउँदा मान्छेलाई चिन्न बिर्सेका त छैनौ नि? विक्रम बाबाले सबैको रक्षा गरून्, तर यी हातहरूले कहिले काम पाउलान्? तपाईलाई विक्रम बाबा मेलाको कुन कुरा सबैभन्दा बढी मन छुन्छ? कमेन्टमा लेख्नुहोस्। भिडियो मन परे लाइक गर्नुहोस् र यो पवित्र यात्रालाई सबैमाझ पुर्याउन शेयर गर्नुहोस्।